गोबर टेक्दैछ के हो गोबर तेरे आजकल तो जे पनि हुन्छ दया अभिजीत कुछ समझ आ रहा है ना हाँ आ रहा है किलर ने इधर कुछ क्लू छोड़ा होगा ढूंढना पड़ेगा पढ्यो नेपाली बोल्ने हामी नेपाली सिआइडी दया के बुझिरहेछ नि बुझिरहेछ समाउँछ है यो के होला है दया मान्छे मरेको चिनो मारेर राखेर यही चक्कुले घोचेर हेर्नु यहाँ च्याते जस्तो छ अर्को हेरौँ यो ब्लू मार्क्स लगाएर मान्छेलाई मारे जस्तो छ यो त कालो पो छ त कता पो कालो देख्छ चस्मा पुगल धेरै हिरो पल्टी छ ल जाउँ यहाँ सर्च गरौँ अब यो त साथी हो यही घरमा होइन अस्ति नै स्टप गर्नु साथी हो यही घरमा होइन अस्ति मारेको मान्छेलाई खबर त ठिक छ नि ठिक छ एकदम अहिले फेरि सूचना गलत भयो भने दबाई दियो भने गलत भरे भागेर आउनुपर्छ अस्ति नै पनि तिमीले गर्दा यस्तै भयो त्यो ढोका बन्द छ कि हो तर तोर दया पाखुरोमा ताम्छ कि छैन अहिले थाहा छैन ढोका चाहिँ तोड्ने कोसिस गर्छु ल भन्दै ठिक छ नि दया एकदम गर्ने होइन ए यहीँ चुको लगाएर छ दया ए भित्र जाँदो रहेछ नि दया ढुकेन नि दया ठिक छ केही छैन दया त बलिएछ दया चस्मा छ के हिजो पल्टिराख्ने जाउँ दया जाउँ धेरै नै गडबड छ यहाँ त चिप्लिन्छ यार यस्तो भनाइदिएर मनाङ्गे भनाइदिँदा यस्तै हो क्या ल जाउँ दया धेरै गडबड छ यहाँ भयङ्कर लड्न खोज्छ यो घर त के हो यार मान्छे मारेको घर जस्तो त देखिन्न मान्छे कसै ल दया चप्पल च्यातेछ दया यही त चलिरहेछ चप्पल हेर्न सबैले च्यादैछ च्यातेछ मैले देखिरहेको छु मजा मोटर रोकिएन चेक गरेछ सर मतलब कि यो रगतको बास्ना आइरहेछ सर रगत होइन यो मान्छे लाएर छोड्दियो जस्तो छ यो घरमा मान्छे हुनसक्छ मोटर ओ पन्जा अलिक च्याते छ यो तान्दा च्याते जस्तो छ रुमाल पनि रहेछ यार यो रुमाल चाहिँ तपाईँलाई छोडेछ सर मर्डर केस यो हर्चा अलिकति किन हाल्नु भएको It's dead. Jump, jump, jump. के भइरहेछ यहाँ पुरानो फोन रगतको लाग्ला फेरि केही त चलिरहेछ कि दया देख्यो चलिरहेछ मान्छे पनि छ जस्तो छ मान्छे मर्डरर होला मान्छे मार्ने यहीँ लुकेको हुनसक्छ है दया होड भन्दै यो हो नि त यस्तो वाउ वाउ हान्दे आउ दया के भयो केही त होइन नि ठिक छ दया यु आर अ ब्याड गाई वाउ नाइस केही त छुट्टी छैन नि जाम गलत सूचना दिएछ कसले भयो अलिक बिस्तारै हाल्नु साउसाउनी दुवै सक्यो रहेछ यस्तो घरमा कोही जाँच गर्न आउँछ कलभित्र त के त छैन Oh my God.
यहाँ गलत दिएछ कसले भाइ के भयो सर के भयो भन्छ बल्ल आउँछ कुटै खाइसक्यो जाऊ त आया इन्फर्मेसन गलत दिएछ यार त्यही त नि जानकारी गलत भएपछि यस्तै हान्छ कि साउदीहरू जम्मै ओ यस्तो साउदीहरू भेट्यो भने त के होला हाम्रो सिआइडी हाम्रो त जागिरै जान्न सक्छ यार ओ लोकभन्दा बेटे हामीलाई त केस गर्नको साथै हामीलाई पो धेरै कुट्छ होला नमस्कार साथी हो मैले नयाँ भिडियो हाल्दै आइरहेको छु र तपाईहरुलाई यस्तै भिडियो हेर्न मन लागेछ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला धन्यवाद।